we are going to discuss today is CRPF को जुन चाहिँ यो भ्याकेन्सी आइरहेछ ट्रेडमेन्टको सो त्यो हेर्ने छ इट्स अबाउट ओन्ली 15 days होला सायद चाहिँ हाम्रो हातमा एक्सपेक्टेड मिन्स एक्सपेक्टेड 15 days होला होइन हामी हेर्दा हुन्छ कि कहिलेदेखिको कहिलेसम्म छ भनेर हो अभियसली यहाँ देखाइरहेछ हो हाम्रो स्टार्टिङ डेट अनि एन्डिङ डेट 15 days भनौँ लगभग है त्यति नै छ त्योभन्दा पनि कम्ती छ हो सो यसमा म के डिस्कस गर्नेछु भन्दाखेरि होइन तिमीहरूले कसरी फर्म भर्नुपर्ने हो फर्स्ट कुरा हो अनि के छ म्याक्सिमम कन्फ्युज के यसमा आफ्नो स्टेटको डोमिसाइल चल्छ कि चल्दैन क्षेत्रीय जस्तो क्षेत्रीहरू सेन्ट्रलमा हामी सेन्ट्रलमा त जेनरलमा आउँछ हो हामी यसमा फर्म भर्नु पाउँछ कि पाउँदैन त्यो कुराहरू त म यसमा क्लियर गरिदिन्छु डल्लै हो फर्स्ट कुरा सबैलाई थाहा छ यसमा के हुन्छ फर्स्टमा भन्दाखेरि फर्स्टमा तिमीहरू जस्तो अनलाइन एप्लाई गर्छौ त्यसपछि तिमीहरूको पहिला रनिङ हुन्छ अझै त्यो एक्सपेक्टेड छ चाहे त उनीहरूले चेन्ज पनि गर्न सक्छ होइन इक्जाम पनि गर्न सक्छ पहिला त इक्जाम भएको थियो हो सो योपालि त यिनीहरूले भन्दैछ फिजिकल हुन्छ इनकेस केही चेन्ज हुन्छ भने उनीहरूले नोटिस दिएर चेन्ज गरिदिन्छ हो फर्स्टमा त्यही हो तिमीहरूको रनिङ हुन्छ रनिङ कति हुन्छ त्यो म अहिले भन्छु हो रनिङ भइसकेर तिम्रो हाइट र चेस्ट हुन्छ त्यसपछि चाहिँ तिमीहरूको इक्जाम हुन्छ इक्जाम भइसकेर त्यहाँदेखिको तिमीहरूको जस्तो इक्जाम पास गर्छ त्यसको बाद तिमीहरूको स्किल टेस्ट हुन्छ त्यसपछि चाहिँ तिमीहरूको डकुमेन्ट भेरिफिकेसन र मेरिट हुन्छ हो अनि अर्को कुरा तिमीहरूको अब के छ पोस्टहरू भन्दाखेरि यहाँ हेर्दा हुन्छ म्याक्सिमम् हाम्रो जति स्टेट छ जस्तो सिक्किमको कतिवटा पोस्ट छ तिमीले हेर्दा हुन्छ एसटी एससी ओबिसीहरूको टोटल गरेर तिमीले यहाँ कुन चाहिँ पोस्टमा छ त्यो पनि हेर्दा हुन्छ सेम गोज टु वेस्ट बेङ्गल हो वेस्ट बेङ्गलको कतिवटा पोस्ट के उयसमा स्टेटमा कुन चाहिँ पोस्टको लागि खाली छ त्यो यहाँ दिइरहेछ अनि प्लस फिमेलको लागि छ फिमेलहरू पनि कतै एप्लाई गर्छ भने उनीहरूले गर्दा हुन्छ हो सेम गोज टु फिमेल अब के छ मेसुनको लागि अलगै छ यो त तिम्रो जेनरल भ्याकेन्सी हो अल ओभर इन्डिया भनौँ न त्यसरी तिमीहरू यो अलगै आउँछ हो यो त तिमीहरू जसले पनि एप्लाई गर्नु सक्छ तर यसमा पहिल्यै लेखिरहेछ जसकोमा सर्टिफिकेट हुन्छ यो दुइटाको उनीहरूले एप्लाई गर्दा मिन्स उनीहरूलाई प्रायोरिटी पहिला दिन्छ यसमा मतलब त्यही होइन कि हाम्रोमा के छैन सर्टिफिकेट एप्लाई गर्नु पाउँदैन पाउँछ अभियसली 10% सिट रिजर्भ हुन्छ एक्स सर्भिसमेनको लागि हो अनि अरू तिमीहरूको बेसिक यहाँ दिइरहेछ हो अनि एज लिमिट यहाँ हेर्दा हुन्छ यो सायद चाहिँ पहिलाको उयो हो अहिले डेट चेन्ज तिमीहरूको यो चेन्ज भएको छ कति भन्दैछ भन्दाखेरि तिमीहरूको जुनदेखिको काउन्ट हुँदैछ अहिले हो जुनदेखिको तिमीहरूको काउन्ट हुँदैछ यो डेट चाहिँ होइन अहिले जुनदेखिको काउन्ट हुँदैछ जुनदेखिको जसको जुनदेखिको छ एज 2003 2003 जसको जुनदेखिको छ उनीहरूले एप्लाई गर्दा हुन्छ हो अरू रेस्ट रिल्याक्सेसन केमा छ त्यही पनि यहाँ हेर्दा हुन्छ तिमीहरूले हो एसटीको 5 इयर्सको छ ओबिसीको 5 इयर्स अब आउँदैछ तिमीहरूको यो स्टेट भ्याकेन्सी हो जुन चाहिँ स्टेट भ्याकेन्सी छ बुझ्यौ स्टेट भ्याकेन्सी हो यो तिमीहरू जस्तो वेस्ट बेङ्गलमा छ होइन वेस्ट बेङ्गलमा तिमीहरूको के छ तिमीहरू ओबिसी छ कोही स्टेटमा एसटी छ होइन तर सेन्ट्रलमा त्यही मान्छेहरू चाहिँ तिमीहरूको जस्तो जेनरलमा आउँछ जस्तो तिमीहरूको सिम्पल इक्जाम्पलको लागि भन्दाखेरि जो क्षेत्रीहरू छ होइन नट ओन्ली क्षेत्रीय अरू पनि कतिवटा कास्ट छ होइन जस्ट इक्जाम्पलको लागि भनेको हो उनीहरू त अब सेन्ट्रलमा जेनरलमा आउँछ तर यो भ्याकेन्सी तिमीहरूको स्टेटको भ्याकेन्सी हो स्टेट डिस्ट्रिक्ट वाइज भ्याकेन्सी हो सो तिमी डिस्ट्रिक्टमा ओबिसी छ भने तिमीहरूले यो रिल्याक्सेसन पाइहाल्छ बुझ्यौ त्यो के मतलब छ नि तिमीहरूको स्टेटमा तिमीहरू जेसुकै उयो सेन्ट्रलमा तिमीहरूको जेसुकै होस् बुझ्यौ स्टेट भ्याकेन्सी हो त्यही भएर स्टेटमा तिमी त्यही छौ होइन तिम्रो जे उयो छ त्यही पाइहाल्छौ तिमीले रेस्ट त्यही हो तिमीहरू डकुमेन्ट्स चाहिँ प्रड्युस गर्नुपर्छ हो त्यो कुरा बेसिक कुरा भयो हो र अब यसको रनिङ कति हुन्छ भन्दाखेरि अभियसली तिमीहरूको छुट्याइदिएको छ पोस्ट वाइज हो एजुकेसन क्वालिफिकेसनको हेर्दाखेरि यहाँ तिमीहरूले पहिला हेर्दा हुन्छ ड्राइभरको लागि 10 पासमा आएछ यस एक्सपिरियन्स हुनुपर्छ हेभी भेहिकल लाइसेन्सको लागि हो अर्को तिम्रो मोटर भ्याकेनिकको छ यसको लागि सर्टिफिकेट माग्छ हो कति पास हुनुपर्छ 10+2 हो अर्को छ तिमी अरू मिन्स अदर ट्रेड्समेन जस्तो बिग्लोर भयो पेन्टर कार्पेन्टर भयो उनीहरूको लागि चाहिँ तिमीहरूको बस्ट क्लास 10 पास सर्टिफिकेटको निड छैन जसले एक्सपिरियन्स छ उनीहरूले एप्लाई गर्दा हुन्छ हो अनि पायोनियर विङको लागि सेम हो तिमीहरूको 1 इयरको लागि सर्टिफिकेट छ भने एप्लाई गर्दा पनि हुन्छ छैन भने नगर्दा पनि हुन्छ त्यस्तो बेसी उयो छैन कि तिमीहरू यो दुइटै पोस्ट पनि एप्लाई गर्दा हुन्छ हो सर्टिफिकेट दुइटैमै मागेको छैन हो जसकोमा छ उसले हाल्दाखेरि उसलाई प्रायोरिटी त पाउँछ यो भनेको मतलब त्यही होइन कि उसकोमा सर्टिफिकेट छ उसले काम पाउँछ त्यस्तो होइन अगर तिमीले राम्रो गरेको छौ इक्जाम भन्दा पनि भने तिमीले पाइहाल्छौ बुझ्यौ अनि अरू कुरा के छ भन्दाखेरि बेसिक कुरा तिमीहरूले कहिलेदेखि कहिलेसम्म छ त्यो डेट त्यो तिमीलाई थाहा छ हो अनि ओबिसी र जति पनि जेनरलहरू छ हो उनीहरूले 100 रुपिस लाग्छ हो अनि कसरी फर्म फिलअप गर्छ म पनि भन्दैछु हो रेस्ट केटीहरू जति पनि केटीहरू आयो ओबिसी एसटी एससी जति पनि केटीहरू जनरलकै केटीहरू होस् उनीहरूलाई फ्री हो एप्लाईको केही फिस लिँदैन बुझ्यौ एसटी एससीको लागि पनि फ्री हो मेलको लागि हो अनि तर मेलको लागि फ्री हो बट
के हुँदैछ भन्दाखेरि जतिजनाले रिल्याक्सेसन लिँदैछ, एज रिल्याक्सेसन लिँदैछ है, जस्तो एसटिएसीहरूले रिल्याक्सेसन लिन्छ नि 3 इयर्सको, 5 इयर्सको, ओबिसीले 3 इयर्सको, एसटिएसीले 5 इयर्सको, उनीहरूले चाहिँ पे गर्नुपर्छ 100 रुपिस। त्यो साइडमा त्यस्तो चल्दैछ अहिले, त्यो एक्ज्याक्टली ग्यारेन्टी दिन सक्दैन भएको छ कि भएको छैन भनेर, बिकज अहिले निकैजनाले फर्म भर्दाखेरि त्यस्तो प्रब्लम आउँदैछ हो। तिमीहरू गरिराख्नु बिकज अफ 100 रुपिस नै हो, इनकेस त्यस्तो प्रब्लम देखायो भने पे गरिदिनु, के त्यसमा उयो छैन, ठुलो कुरा छैन हो। अरू कुरा यहाँ देखाइरहेको छ तिमीहरूको सेन्टर तिमीहरू कहाँ कहाँ राख्न चाहन्छौ रनिङको लागि, रनिङ, मेडिकल, डकुमेन्टेसन सबैको लागि हो। अब जतिजना वेस्ट बेङ्गल छ उनीहरूलाई थाहै छ यो सेन्टरमै राख्छ जतिजनाले पनि हो। सिक्किमको पनि सेम हो, सिक्किम पनि यही राख्नु 35 जुन चाहिँ छ होइन, अरू रेस्ट 34 राख्दा हुन्छ जति तलहरू छ जसको नजिक छ यो एरिया साइडमा हो। अरू भनिदिइरहेको छ तिमीहरूको के हो भनेर। अब यहाँ छ जति पनि तिमीहरूको ड्राइभर, मोटर मेकानिक भयो, पेन्टर, ब्रास ब्यान्ड भयो, यिनीहरू सब तिमीहरूको जिडी ड्युटी टाइपको नै हुन्छ, यिनीहरू तिमीहरूलाई जिडी ड्युटी नै दिन्छ भनौँ न, त्यो आफ्नो ट्रेडको त दिँदै दिन्छ, अरू ड्युटीहरू पनि दिन्छ। सो त्यही कारणले गर्दाखेरि 5 किलोमिटर जस्ट एसएससी जिडीको लागि हो। तिमीहरूको चिप हुन्छ योपालिदेखिको हो, खुट्टामा चिप लगाएर त्यो रनिङ गर्नुपर्छ, त्यसमा तिमीहरूको एक्ज्याक्ट टाइम आइहाल्छ हो। सो त्यही कारणले गर्दा जति दिन रनिङ गरेको छैन अहिले स्टार्ट गरिदिइहाल्नु। अर्को कुरा त के छ, फिमेलको लागि 1.6 किलोमिटर या 8 मिनटमा हो। रेस्ट त्यही हो, केटीहरूको लागि पनि उनीहरूको पनि सेम चिप हुन्छ। अरू छ कुकहरू, यो चाहिँ जस्तो पर्मानेन्ट भन्दा नि यिनीहरू चाहिँ अब बेसी जिडी जब दिँदैन यिनीहरूलाई हो। सो त्यही कारणले गर्दा यिनीहरूको चाहिँ 1.6 छ हो। यो तिमीलाई थाहै छ कति मिनटमा के हो कसो भनेर, सेम तिमीहरूको यो पनि त्यही हो, मेसिनको पनि 1.6 नै सबैको तिमीहरूको आरएफआइडी चिप हुन्छ, त्यो लगाएर रनिङ गर्नुपर्छ हो। अब अर्को आएको कुरा हाइट रिल्याक्सेसन छ हो। तिमीहरू यहाँ हेर्दा हुन्छ एसटिएससीको लागि यहाँ हेर्दा हुन्छ त्यो तिमीहरूको हाइटको क्राइटेरिया हो, बिएसएफ भन्दा चाहिँ अलिकति यसमा छुट छ हो। अर्को आइटिबिपी एसएसबीमा यिनीहरूमा हाइट बेसी मार्क्स छ, बुझ्यौ। गोर्खाहरूको लागि यहाँ अलग्गै छुट दिइरहेछ हो, यहाँ चेक गर्दा हुन्छ। नत्र अरूमा चाहिँ कति छ गोर्खाहरूको लागि भन्दा बेसी छ, अरू जस्तो एसएसबी भयो, आइटिबिपीहरूमा यिनीहरूमा गोर्खाहरूको 165 मार्क्स छ, प्लस यसमा चाहिँ कम्तीमा आएछ। सो एउटा प्लस पोइन्ट यो भयो हो, तिमीहरू पाउन सक्छौ हो। अरू के छ, चेस्ट छ, यो कुरा त फर्स्ट यो कुराहरू चाहिँ तिमीहरूको जस्तो रनिङ सक्छ त्यति बेला नै तिमीहरूको यो हाइट र यो चाहिँ चेक गरिहाल्छ। सो जतिजना पनि कम्ती छ चेस्टहरू उनीहरू यो प्र्याक्टिस गर्दा थाल्छ अहिलेदेखिको हो। अनि अरू कुरा तिमीहरूको सेम हो, यो तिमीहरूको देखिरहेछ हाइट रिल्याक्सेसन कति दिन कहाँ हो के हो कसो हो भनेर हो। यो पनि तिमीहरू एकपल्ट राम्ररी गो थ्रु गर्नु हो। अरू कुरा आयो इक्जामको तिमीहरूको नेगेटिभ मार्किङ छ 0.25 को हो। अनि अर्को तिमीहरूको यो जुन चाहिँ सेम एसएससी जिडीकै सिलेबस हो, तर एसएससी जिडी लेभलको आउँदैन, अलिकति कम्ती आउँछ, बट त्यतिकै लेभलकै कम्पिटिसन र कम्प्लेक्स क्वेसनहरू चाहिँ हुन्छ हो। त्यसको लागि पनि पढ्दै गर्नु हो। अरू कुरा यो त अब मेन कुरा त अरू आइहाल्यो, तिमीहरूको यहाँ दिइरहेछ जस्तो कि अब जुन चाहिँ ट्रेड टेस्ट हुन्छ, ट्रेड टेस्टमा तिमीहरूलाई के सोध्छ यो पनि एकपल्ट गो थ्रु गर्नु सबैजनाले हो। अनि यो कतिजनाको डाउट छ जस्तो कुकरमा होइन, सर्टिफिकेट छ हाम्रोमा होइन, तिमीहरूको यसो छ सर्टिफिकेट छ भने हाल्दा पनि हुन्छ, सर्टिफिकेट जसको छैन उसले पनि गर्दा हुन्छ। मेन के हो, इक्जाम जसले राम्रो गर्छ त्यसले पाउँछ हो। अर्को आयो तिमीहरूको अब भ्याकेन्सी कति छ होइन, अब भ्याकेन्सी कति छ तिमीले यहाँ लास्टमा गएर हेर्दा हुन्छ। जस्तो तिमीहरूको वेस्ट बेङ्गालको तिमीहरू यहाँ हेर ड्राइभरको दिइरहेछ यहाँ भ्याकेन्सी, जस्तो यो एससीको हो, यो एसटीको, ओबिसी त्यसरी दिइरहेछ, तिमीहरू चेक गर्दा हुन्छ सबैको। अब म्याक्सिमम् कम्ती जाने कट अफ के हो यसमा भन्दाखेरि सबसे कम्ती जाने ड्राइभरको एसटीको 20 मात्रै जान्छ 100मा ड्राइभरको, त्यसरी नै ओबिसीको 27 हो, जनरलको 33 हो। अरू रेस्ट त अब थाहै छ हो, एसटीको पनि एसटीएससीको यसमै जान्छ हो, सबसे कम्ती जाने ड्राइभरको। त्यहाँदेखिको बढ्दै जान्छ। त्यहाँदेखिको योभन्दा अलिक सजिलो तिमीहरूको बिग्लोर आइहाल्यो, योभन्दा नि अझै सजिलो तिमीहरूको यो पाइप ब्यान्ड आयो, त्यहाँदेखिको फेरि ब्रान्च ब्यान्ड, त्यहाँदेखि टेलर होइन, जस्तो कि टेलरको त अझै पनि कम्ती जान्छ हो, त्यसरी हुन्छ हो। सेम कस्तो फिमेल होइन, फिमेलको नि यहाँ चेक गर्दा हुन्छ, भ्याकेन्सी कम्ती छ किनभने केटीहरू बेसी गर्नेहरू हुँदैन हो। सो त्यही हो। जतिजनाले नै फर्म भरेको छैन, फर्म कसरी भर्नु होइन, त्यही नै म तिमीहरूलाई अर्को भिडियो बनाएर हालिदिन्छु हो, त्यसमा म डल्लै डिटेल भन्दैछु कसरी भर्नु के गर्नु होइन, कति अब तिमीहरूको फी लाग्छ कसरी भर्नु, जस्ट म हालिदिइहाल्छु यसको 5-6 आवर्समा हालिदिइहाल्छु हो। रनिङ कहिले हुन्छ होला एक्सपेक्टेड होइन। अब यस्तो हो, यो यिनीहरूको आफ्नो भ्याकेन्सी हो, अलग्गै निकालेको छन्, जस्तो बिएसएफले गराउँछ अरू कसको होइन, एसएससी जिडीको सिआरपिएफले गराउँछ हो। सो एसएससी जिडीको अहिले इक्जाम भएको छैन, इक्जाम भएर एसएससी जिडीको रनिङ हुने चान्सेस चाहिँ अगस्तमा भन्दैछ हो। अब अगस्तमा तिमीहरूको रनिङ गर्ने चान्सेस भन्दैछ एसएससी जिडीको, भनेपछि अगस्तभन्दा अगाडि जस्तो कि तिमीहरूको जुन जुलाई हो, जुलाईमा हुनसक्छ हो,
जुलाईमा भएन भने तिमीहरूको अगस्तभन्दा लास्ट सेप्टेम्बर हो, सेप्टेम्बरमा हुन्छ। बुझ्यौ? यो दुईवटा कुरा चाहिँ तिमीहरू एकदम माइन्डमा राखेर हिँड हो। अनि त्यही कारणले गर्दा यसको प्र्याक्टिस गर्दै गर। यो एकदम तिमीहरूको भन्दाखेरि टिए जुन चाहिँ टिए आउन आँटेको छ, टिए भन्दा पनि यसमा तिमीहरूको 50% चाहिँ चान्सेस छ भनौँ। टिएमा जस्तो 100% मिन्स टिएमा तिम्रो 50% चान्सेस छ अरे छिर्ने होइन, यसमा चाहिँ तिम्रो 100% चान्सेस हुन्छ। त्यस्तो सजिलो चाहिँ हुन्छ यो इक्जाम, र तिमीहरूको त्यस्तो सजिलो चाहिँ उयो यसमा टेस्टहरू उयोहरू हुन्छ। बुझ्यौ? सो जतिजना यो प्रिपेयर गर्दैछ यो पनि गर्दै गर, तर साइड बाई साइड यो फर्म भरेर यो पनि गर्दै गर, किनभने यसमा फाइदा त्यही हो दुइटै सेन्ट्रलकै जब हो, जुनै पनि ट्राई गर्दा हुन्छ हो। अरू फर्म कसरी भर्नु होइन, अनि के प्रोसेसमा मैले भनिदिइहालेँ, तिमीहरूको रनिङ यति बेलै हुनसक्छ हो। अब माथि मुनि हुनसक्छ, म पनि ग्यारेन्टी दिएर चाहिँ भनेको होइन कि यति बेलै हुन्छ हो, यति चाहिँ एक्सपेक्टेड छ जहिलेदेखि पनि अब प्रोसेस हेर्दै आयो भने हो। अनि अर्को हामीले हेर्दाखेरि त के हुन्छ भन्दाखेरि अब यो त तिम्रो भयो, अब त्यसपछि तिमीहरूको इक्जाम कहिले हुन्छ होला, तिमीहरूको सेप्टेम्बर मानौँ यसो मानिलिउँ सेप्टेम्बरमा इक्जाम भयो भने हो, रनिङ भयो भने सेप्टेम्बरमा तिमीहरूको इक्जाम डिसेम्बर, बेसी 2 महिनाभित्रमा हुन्छ इक्जाम, फेरि पनि हामी अलिक ढिलै राखिदिउँ डिसेम्बर होइन, डिसेम्बर टु जनवरी नेक्स्ट इयरको तबसम्म चाहिँ हुनसक्छ हो। त्यहाँदेखिको त्यही हो, यसको तिमीहरूको ट्रेनिङ अगस्तदेखिको स्टार्ट हुँदैछ, अगस्त 27 स्टार्ट हुँदैछ, मिन्स 2027 अगस्तदेखिको यसको ट्रेनिङ स्टार्ट हुँदैछ हो। सो त्यही कारणले गर्दाखेरि तिमीहरूको यति बेला इक्जाम भयो भने ट्रेड टेस्ट तिमीहरूको अभियसली मार्चमा राखिदिउँ हो। त्यसपछि मेडिकलहरू पनि सबै यसमै राखिदिउँ, इन्क्लुड गरिदिउँ मार्चमा होइन। अनि कल लेटर आउँदा ओर्दा ट्रेनिङ जाँदा ओर्दा अगस्त हो। यो चाहिँ मैले डल्लै प्रोसेस भनेको, यसको छिटै हुन्छ प्रोसेस, किन भन्दाखेरि उनीहरूको आफ्नो भ्याकेन्सी हो, अलग्गै अलग सबको अलग अलग गराएको भए चाहिँ अलिक साह्रो पर्थ्यो हो। सो त्यही हो। अरू रेस्ट के डाउट छ भने हो कमेन्ट गर।